पेपर ट्रेडिङ र डेमो ट्रेडिङ भन्छ होइन, MT4 MT5 जेसमा पनि गर्नुहुन्छ। यस्तो हजुरको एक्चुअल ट्रेडिङमा नि आफ्नो पैसा नलागेसम्म होइन त्यो इमोसन चाहिँ आउँदैन कि। मैले पनि हजुरको सुरुमा गर्ने बेला होइन डेमो ट्रेडिङ गर्ने बेला दिनको भनौँ न 150 पाउन्ड म बेलायतमा थिएँ, सो पाउन्डमा गर्थेँ। 150 पाउन्ड होइन 100 पाउन्ड 120 पाउन्ड आनन्दले गरिरहेको थिएँ कि। तर घाटा हुने बेला पनि भइरहेको थियो, तर आफ्नो पैसा नभएपछि मतलबै हुन्न कि। जब मैले एक्चुअली आफ्नो पैसाबाट स्टार्ट गरेँ मलाई लिटरली हजुरको 3 वर्ष लाग्यो कि। दिनको 100 पाउन्ड 120 पाउन्ड भनौँ न 50 to 100 पाउन्ड्स भनौँ न दिनको त्यहाँसम्म पुग्दैलाई मलाई 3 वर्ष लाग्यो कि। फर एक्जाम्पल मैले 1 पाउन्डबाट स्टार्ट गरेको होइन पर ट्रेड सुरुमा। सो पेपर ट्रेडिङमा चाहिँ के हुन्छ हजुरको त्यो एक्चुअल इमोसन चाहिँ आउँदैन कि। जब थाहा छ हजुरको साँच्चीको पैसा लागेकै छैन, घाटा भए पनि हजुरको पैसा जाने नै होइन, त्यो भएपछि त्यो इमोसन्स इन्भल्भ नभएपछि चाहिँ त्यो ट्रेडिङ रियल ट्रेडिङ होइन कि। जब हजुरको एक्चुअल पैसा लाग्छ नि ट्रेडिङ गर्नमा त्यसपछि चाहिँ एक्चुअल इमोसन्स के हुन्छ कि। हजुरले ट्रेडिङ इन द जोन भन्ने किताब पनि एकचोटि पढ्नु पर्यो होइन।